लङ टाइम पछि हामी चाहिँ उता नर्थ एबिसी ट्रेक जाँदैछौँ। धेरै पछि मेरो पनि ब्लग आउँदैछ है गाइज। हामी तिनजना अब अमित भाइले उता बेसी पनि जाँदैछौँ ल है गाइज। आफ्टर लङ टाइम पछि म फेरि ब्लग लिएर आउँदैछु है। आज हामी चाहिँ नयाँ वर्षको सुरुमा त सबैजनालाई नयाँ वर्षको शुभकामना। हामी चाहिँ यसपालि चाहिँ आज 1 गते नै हामी चाहिँ नर्थ एबिसी जाँदैछौँ है। हाम्रो साथी अमित भाइ, सिजन, म अनि हाम्रो डाक्टर साहब अञ्चल हामी चाहिँ नर्थ एबिसी जाँदैछौँ है। ल बिस्तारै ल। गुड मर्निङ। मलाई त्यो बेला चाहिँ गाडीले खतरा लागेको थियो अनि म भोमिट गरेर सुत्दै थिएँ गाडीमा। साथीहरूले सपिङ गरेको थियो। हाम्रो भावनाको खाना चाहिँ यहीँ खाइयो है हामीले। हाम्रोलाई चाहिँ यहाँ गाडी आइसक्यो रेडी। तपाईँहरूमाथि नर्थ एबिसी जानुको बेला चाहिँ यस्तो गाडीलाई रिजर्भ गर्नुपर्ने रहेछ पहिल्यै। हाम्रो गाडी चाहिँ सबै रेडी भइसक्यो। हामी यहाँ छौँ, 4 जना छौँ हामी दाजुभाइहरू। ल आज कस्तो हुन्छ है। आज हामी चाहिँ कहाँ गएर बस्छौँ रे? के हो भन्ने, के गुफा भन्नेमा? तातो पानीको भाइरल होटेल हो यो गाई चाहिँ। ल हाम्रो यहाँ गाइजहरू, यहाँ भाइहरू छ है पुरा जेन्जी गाइजहरू। फेरि यहाँ हेरौँ, फेरि ड्राइभर पनि खतरा छ हाम्रो भाइ। ल सर हाम्रो भाइहरू त ए साथीहरू पनि छन्, भाइहरू पनि। ल म यहाँ छु होइन। ल सर हाम्रो यात्रा सुरु भयो यहाँबाट है। ल सर लक्क वेलकम गऱ्यो है हामीलाई हिमालले। यस्तो समय ल फाइनल्ली हामी यहाँ आइपुग्यौँ है। ल अब यहाँबाट हाम्रो ट्रेक सुरु हुन्छ। यहाँ चाहिँ अन्तिम डेस्टिनेसन रहेछ गाडीहरूको। हाम्रो गाइजहरू यहाँ छ। के रहन्छ हिमाल त यहीँ रहेछ त। हिमाल त यहीँ देख्छ नि गाइजहरू। ल है ल अब हामी हिँड्ने यहाँबाट सुरु भयो। ल सर
2.5 घन्टा रहेछ ल मछली त होला है अलिअलि त ट्राउट होला ट्राउट नेपाली ट्राउट होला पौडिङ जाने हौ पौडिङमा त हुँदै साथीहरू किन छ हामी ल हाम्रो यहाँ डाक्टर साहबको पनि सारा भइसक्यो मेडिकल डेन्टल हस्पिटल साथीहरू अस्ति हो क्या बिहान है तपाईँहरू हिँडेर स्टिकर ल गन छ है ल गाइस हेर है ल इन्ट्री गऱ्यौँ है हामीले यहाँबाट ल सर अब बाटो सुरु भयो फर्के गरेर गर्ने बानी गर्नु तिम्रो बोल्नु पऱ्यो अन्त साह्रै बाटो मान्छे राम्रो छ है सकेसम्म सेल गर्न पर्यो अन्त त लास्टै लाटागाँडा भयो क्या यहाँ त के हुँदैछ हौ बवाल छ त तास हो ल कलर आयो अरे कलर ल ट्रायल पनि आयो ल ल ल आमामा के खायो त खतरा खायो त यार खायो के खाइदियो सही हो है यस्तो दामी रुममा बस्नु भएको छ उहाँहरू ल सर टक्क नेपालको झन्डा पनि राख्नु भएको रहेछ किन डराएको जाँदा किन म त भाइ डराएर हो ल पिङ्क कलरकै लालीगुँरास हेरौँ त कस्तो मजाको माथि हिउँ परेको है पिङ्क कलरको लालीगुँरास हिमालय हो मैले त फर्स्ट टाइम देखेको है ल फाइनल्ली हामी कुटकुटे वाटरफलमा आइपुग्यौँ ल है फाइनल्ली स्याबा ल आइपुग्यो हामी यहाँ गएर उहाँ छ अनि म यहाँ छु ल गाह्रो छ ल
Every night I wake up. Paradise seems so far away. Still I try to buy myself some time to get me to that place. All I want is you. Staying up till we want to. Tell you what, I bet that we could see it new. ल हाम्रो चाहिँ बल्ल यहाँ खाजा खाने टाइम भयो है। अहिले हामी 3160 मिटरमा छौँ है। ल कति फर्क हाम्रो खाजा खाने टाइम भयो। अब सर च्याउचो तातो च्याउचो खाइन्छ होइन। ल यहाँको घर पनि हेर्नु रहेछ फेरि मनाङको स्टाइलमै बनाएको छ नि फेरि यहाँ। ल हाम्रो दाइहरू पनि आएर फेरि हल्का औषधि लिइसक्नु भएछ होइन। ल यहाँ त्यस्तो छ है। ल फाइनल्ली हामी 5 घन्टा हिँडेपछि गुफापाट भन्ने ठाउँमा आइपुग्यौँ। अब यहाँ यो हाम्रो आजको बसै ल है यहाँ बस्ने जस्तो छ सर रहेछ कुरो लाग्छ सर है। ल हामी आइपुग्यौँ यहाँ। ल आज हामी यहीँ छौँ। ल खोइ त हाम्रो चप्पल चाहियो नि त चप्पल लगाऊ। हामी भन्दा नि अगाडि आएर ल हाम्रो लागि ग्लास रेडी भयो नि होइन। ल हामी चाहिँ यसो हल्का तातो भएछौँ है गाइसहरू। ल एकचोटि फेरि चेस्ट गरिदिउँ। ल तपाईँ भाइ थ्याङ्क यू भाउजू। ल ल ल ल ल हाम्रो चाहिँ यहाँ चाहिँ सर्ग खाना खाँदैछौँ है भाइ। ल हाम्रो खाना सुरु भयो नि होइन। ल हाम्रो यहाँ काठमाडौँको भाइ बहिनीहरू भेट भयो फेरि होइन। अब उहाँहरूसँग नि यहाँ कस्तो नि सबैजना एडजस्ट भएर खानु पऱ्यो। अब यहाँ यस्तै त हो नि अब सबैजना एडजस्ट गर्नु सक्नु पऱ्यो। त्यही हो। नयाँ नयाँ छ यहाँ ठाउँ हामीले त्यो कुराहरू बुझ्नु पऱ्यो है। ल तपाईँहरू चाहिँ पोखराकै हो। ल हाम्रो नाइट भ्यू गुफा फाटको चाहिँ यस्तो छ है। राति चाहिँ टक्क यता चाहिँ यसरी खाना खाने ठाउँ भयो के अरे। सर हाम्रो गाइजहरू चाहिँ उहाँ बसिरहेको छन् सर। ल डे 2 हाम्रो गुफा फाटबाट सुरु भएछ है। अब हामी चाहिँ यतातिर माथितिर लाग्यौँ बिस्तारै। ल ल हिँड्न सुरु भयो। ल सर हिँड्यौँ अब है। ल
साह्रो मोटो भइरहेको छ हजुर माथि पुग्नु ल यो सबै फोटोहरू चाहिँ टक्कै एउटा ग्रुप बनाएर वाट्सएपमा आफ्नो आफ्नो भएको फोटोहरू सबै वाट्सएपमा हालौँ है लास्ट टाइम भइदिएपछि तलबाट वाट्सएपमा डकुमेन्ट बनाएर है यतिकै फाल्यो भने एकदम क्वालिटी आउँछ आलु आउँछ आफूसँग भएको फोटो Yay! Whew! Yeah! Guysहरू यहाँ छ गाइजहरू यहाँ छ यता हेर न ल ल यहाँको चाहिँ यस्तो खालको ट्रेनमा हिमाल रहेछ ल यहाँको उसहरू चाहिँ यस्तो दामी रहेछ ल यहाँ बस्ने डेस्टिनेसन थियो तर बसिए नै यहाँ प्याक छ भनेर बिहान उठेको भएर यस्तो भ्यू देख्यो नि अनि पुरा थाइल्यान्डको गाइडहरू पनि आएर चाहिँ यहाँ चाहिँ पानी पानी मलाई नि देऊ न हजुर भिडियो खिचा ल एडअप गरिदिन्छु एडअप गरिदिन्छु कहाँबाट आउनुभयो तपाईँहरू चाहिँ पोखरा कुन ठाउँ पोखरा ठाउँको नामै राम्रो रमाइलो छ फेरि बुढी बजार ए पोखराबाट नम्बर 26बाट 26 हामी 30 30 को हो सिसुवा सिसुवाको हो त्यो अर्को फ्यामिली आफ्नो फ्यामिली फ्यामिली ल फाइनल्ली हामीलाई घामले छ है ल बल्ल होइन हामी 7 बजेबाट हिँडेको बल्ल अहिले घामले भेट्यो है हामीलाई ल बल्ल सर गाइजहरूलाई होइन पुरै 5 मिनट बाँकी आएको है घाम हेर्न पाइँदो रहेछ है हेर न आनन्द भएको एकछिन त है ल सर घामले है ल यहाँ त यस्तो पहाडै पहाड छ फेरि गाइज ल लगभग हामी नजिकै आइपुग्यौँ है साथीहरू हिमालय हिमाल सर सही छ ल
एबिसी आइसक्यौँ फाइनल्ली। अब आधी घन्टाको बाटो पेस्कामै पुग्छौँ है ल। ल अलिक एडभेन्चर सिजन भाइ आउँदैछ है। जम्मा 110 केजीको मान्छे नर्थ एबिसीमा गाज सोचम कस्तो होला यतैमा केही छैन। जलेको यस्तो गोरो भइछु म त फेरि गाज हिमालको छेउछाउ हिँडेसी यही है सुनखोला आइपुग्यौँ हामी। ल हेर्नुहोस् त आमा उहाँ बजारको भाउमा यो सुनको भाउ बढेर कति छ यहाँ। सुन हेर्नुहोस् त फालाफाल यहाँमा। ल सुन लिनलाई यहीँ आए हुन्छ है साथीहरू। ल आमा सुनखोला भनेको त्यही हो। ल ए सुनखोला आयो माथि हिमालयबाट सर आउने होला नि सुन बग्दै। आउनु खिचेर बसेर म उता जान्छु। ल हामीलाई साह्रै भोक लाग्यो। आयो भन्दा पनि आएन त्यो ठाउँ। अब रारा च्याउचाउ रम्बा च्याउचाउ खाँदैछौँ है हामी सबैजना मिलेर। ल एकदम हिमालको नजिकमै छौँ हामी है यसपछि। ल हामी त भोक लाग्यो दाजी। चाहिँ पानी एकदम तिर्खा लागेर पानी खान जाँदैछौँ है खोलामा। खोलामा यस्तो चिसो पानी। मैले नि भिडियो बनाउँदै गरेको। ल मैले पानी खाएँ। ल झर्ना हेरौँ है कति लामो। ल ल अब फाइनली हामी
आइपुग्यौँ है देखियो 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 ल आयो आयो ल फाइनली आइपुग्यौँ हामी पाँचवटा ताल फाइनली आइपुग्यो है गाइस ल हेरौँ फाइनली आइपुग्यो है पुरा भलिबल सलिबल पनि हुँदो रहेछ है गाइजहरूको ल गाइस फाइनली आइपुग्यो फाइनली आइपुग्यो ल ल देखेछ होइन ल हाम्रो यहाँ बेसकमको खाना है ल सबैजना रेडी भइसक्यो हामी यहाँ खानालाई हाम्रो भाइ हिँड्न सक्यो बिचरा जे भन्नु ल मैले पनि खाना लिएँ अब है गाइस कागती कुला मन्दिर काने लाइन गएको तिमीले पनि तपाईँहरू जहिले पनि ट्रेकिङमा हिँड्दाखेरि चाहिँ यस्तो खजाना चाहिँ लिएर हिँड्नु चाहिँ एकदम फाइदाजनक हुन्छ पुरै झर्दो रहेछ केटा ल यही हेर्न आएको हामी ल हाम्रो ड्रोन सट हेरौँ भाइ 1 2 3 गो Cause we were just friends, and now it's something far over. And I bet
रहेछ यहाँको, त्यही भएर बाई बाई हिँडेमा अब यहाँबाट ल यस्तो छ। खाना त्यहाँ खाएको हामीले, टेन्टहरू यहाँ मजाले छ। बाटोमा चाहिँ निलगिरी रे अब नर्थ हामी हिँड्यौँ भाइ। बेसी राम्रो छ, एकदम राम्रो छ है। सबैजना हाम्रो गाइजहरू उहाँ पुगिसक्यो मलाई छोडेर। ल हाम्रो यात्रा यहीँ सक्यो है, नर्थ एबिसी। ल थ्याङ्क यू गाइज। A few moments later. ल हामी चाहिँ अब यसो माथि ट्रेक गराएर यसो अब तातो पानीमा यस्तो नुहाइ धुलाइ गर्नुपर्ने भयो। ल पारी है। ल गाइजहरू आउँदैछ। यहीँ गाइजहरू आउँदैछ। ल आउनु के भयो? The big show is coming! Dun, dun, dun. ल तातो पानीमा सर्भ है हामी। गाइजहरू नआउँदैछ। अब मेरो पालो ल हाम्रो साथीभाइ यस्तो सबै फ्रेस भइरहेछ पानीमा नुहाएर आएर होइन, तातो पानीमा आएर सबैजना फ्रेस बस्छ है हामी सबैजना। मेरो पाइल सन्चो हुने भयो गाइज। ल हेर त यस्तो लाइन लाग्यो जुमसुम जानलाई। ए जुमसुम जाने गाइज। हेर त अझ अलिकति भिडियो पनि कम गऱ्यो अझ अलि है। अन्त चाँडो निस्किनु पाएर रहेछ है। हामी साथीभाइहरू सबैजना बागलुङ कालिकामा दर्शन गर्न आएछौँ है। हेर्नुहोस् है। ल ल कालिका Thank you.